चुप्पा गर अनि किन काटिहाल्नु भएको नानी डान्स गर्दै त एउटा के गरे यस्तो Hey guys, namaste, it's me Numnia Limbu. Welcome to my new vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा म बिहानै भ्लग गर्दैछु अनि म चाहिँ अहिले चाहिँ पाउना खानको लागि चाहिँ केराबारी 3 आएको छु दिदीको घर अनि त्यसपछि आज चाहिँ म बिहानै भ्लग गरिरहेको छु एकदम अन्त ठाउँ चाहिँ एकदम राम्रो लाग्यो है अनि तर सबै यस्तो धुम्म भइरहेछ आजको दिन चाहिँ मौसम चाहिँ एकदम धुम्म रहेछ एकदम चिसो रहेछ गाइस तर चिसो छ मैले ज्याकेट चाहिँ लाएको छैन ज्याकेट चाहिँ भित्र कोट्याउनु परेर मैले चाहिँ एकछिन पछि लाउँछु भनेर चाहिँ मुख पनि धोएको छैन सो म चाहिँ भ्लग स्टार्ट गरिहाल्छु भनेर चाहिँ अनि स्टार्ट गरिरहेछु सो अनि यो चाहिँ रिसोर्टहरू बनाएको रहेछ गाइस यहाँ चाहिँ म तपाईँहरूलाई देखाउने छु है अलिक तल गरेर यो चाहिँ रिसोर्टहरू बनाएर रहेछ यसरी तर किन बन्द गरिरहेको रहेछ क्या अनि दिदीको घर चाहिँ उतो हो आरू फुलिरहेको रहेछ म आरू पनि नजिकबाट तपाईँहरूलाई देखाउने छु अनि बाहिरको वरिपरिको भ्यू चाहिँ यस्तो छ है यो तरिकाको छ अनि घाम चाहिँ निक्लिन आँटिरहेछ केटी हो यहाँ नानीहरू चाहिँ पानी लिएर आउँदै रहेछ कहाँबाट पानी ल्याएको दिदीको चोटी यत्र भइसक्यो के भन्नु छ गाउँघरको बाटोहरू यस्तै हो भन्दैछ गाइस के समस्या छ यहाँ भन् त ल गाइस यहाँ चाहिँ पानीको समस्या रहेछ है स्पेसल चाहिँ टाढाबाट यसरी बोकेर ल्याउनु पर्दो रहेछ अनि के गर्नु है पानीको समस्या रहेछ पानी चाहियो भनेर कराउ यहाँ आन्दोलन गर अरे क्या आरू कस्तो मजाले फुलिरहेको रहेछ गाइस वाउ अनि यहाँ चाहिँ घर यहाँ चाहिँ यसरी वरिपरि मकै हालेको रहेछन् है यहाँ क्यारम बोर्ड पनि रहेछ यस्तो रहेछ गाइस चिसो छ जाडो छ है चाहिँ अब यताको के गर्दैछन् त अब देखाउने छु हेलो गाइस भनिदिनु त चक्लेट दिन्छु क्या छिटो यिनी जाँदा यसमा नानी डान्स गर्दै त एउटा केटाकेटीहरू पुरा लजाइरहेछ होइन त्यो चाहिँ कान्छा भाइ हो सो गाइस अहिले चाहिँ म कफी पिउँदैछु अनि यहाँ रक्सी पनि हेरिदिँदैछु चिया नि फेरि लास्ट रुगा लागेछ हेलो कुची खै खेलाइदिन कता पऱ्यो हौ तिमी यार लास्टै पुरी भएछ त राम्रो श्रीमानले चाहिँ च्याप्यो हुन्छ हजुर मैले दिन्छ है तिमीले चाहिँ मलाई नदिएको बिस्कुट माया गर्दैन रहेछ हौ ल दियो मलाई दियो थ्याङ्क यू मिठो यस्तो तुसारो छ कि
जाडोमा मुखै धुनु मन लाग्यो चुप्पा गरो त चुप्पा गरो फेरि हेरौँ त कस्तो माया गर्ने रहेछ नानी चिची के हो त कान्छी होइन के भन्नु त नानी लड्छ हरामी हो बेटा हो डग हो हो अब 10 पास गरेर स्टेट गर्ने है आइफोन त्यो पनि 10 पास 9 पास गर्यो भने चाहिँ कपाल स्टेट गरिदिने अनि 10 पास गर्यो भने चाहिँ आइफोन किनिदिने किन भिडियो बनाउनु भएको अनि हाम्रो भेना चाहिँ यो के को फोटो भेना अनि किन काटिहाल्नु भएको फल्दै छ जस्तो छ त ए यस्तो रहेछ नि त कहानी रक्सी पाए छैन है के खाएको नि कसको जुत्ता हो त हो र के फुटबल खेल्दैछ क्या ए डान्स गएर जाँदाखेरि चाहिँ यस्तो मायाको चिनो दिएको यो अर्को काट्नु आँट्नु भएको छ भेनाले चाहिँ मजाले सफा गर्नुभएको कान चाहिँ सफा गरेको छैन गरेको छैन अब यो गर्ने पकाउने पोल्ने यो पोल्नुपर्छ ल पोल्ने कि पकाउने यो पोल्ने नि हाम्रो सैलुङ्गे पानी बोकेर आउँदैछ है राम ल अब पास हो ए मार्छ न गाइस मैले पानी ल्याइसकेँ रक्सीको लागि है मैले चाहिँ रक्सीको लागि उचार्नु बाँकी छ सिनपाने रक्सी हो नेपालीको अरू केही भन्नु छैन कस्तो लागिरहेको छ पानी ल्याएर रमाइलो लागिरहेछ रमाइलो लागिरहेछ अब घाँस काटेको पनि अलिक पछि आउँदैछ भ्लग गाइस अहिले चाहिँ हङकङदेखि गाउँघरमा आइपुगेर पानी बोकेर घाँसको दाउराको अब ब्लक बन्ने पर्यो रुखमा चढिरहेछ चप्पल छैन के गरे यस्तो गाइस म चाहिँ सुँगुरको आन्द्रा भुँडी बनाउँदैछु यसमा चाहिँ चट्ट अर्को मासु पनि मिक्स रहेछ है मेथे ओसेट पुग्यो चोको सो गाइस यो चाहिँ फुल तरुलको रक्सी पारेको रे मलाई चाहिँ थाहा थिएन है फुल तरुलको अनि निकालिसक्नु भएको छ रक्सी चाहिँ नानी यता यता अनि अहिले चाहिँ हामी आन्द्रा बनाएको खाँदैछौँ आन्द्रा त कन्टीमा छ कसको आमा सानो कुकुरको आमा हो र के खेल्नु गएको लड्छ है नानीहरू चाहिँ पुरा खेल्दैछ क्या पैसा अरे दोकान कस्तो रमाइलो है पहिला म पनि यस्तरी नै खेल्थेँ त्यो यादहरू चाहिँ आयो कहाँ गएको तिमीहरू चाहिँ कहाँ गएको दुईजना सो
गाइज आजको मेरो ब्लग चाहिँ म इन गर्न चाहन्छु अनि मेरो च्यानलमा को नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु अनि थ्याङ्क यू सो मच फर वाचिङ गाइज अनि सी यू नेक्स्ट ब्लग